हेलो दर्शन नमस्ते। यो चाहिँ वीरगन्जको चाहिँ बस पार्क हो। यही बस पार्कबाट चाहिँ विभिन्न ठाउँमा बसहरू जाने गर्छ। त्यसपछि चाहिँ यहाँबाट चाहिँ अलिकति 1-2 किलोमिटर अगाडि गइसकेपछि कुसा भन्ने बौद्ध विहार भन्ने ठाउँ आउँछ। त्यहाँ चाहिँ वीरगन्ज जस्तो ठाउँमा पनि चारैतिर सहरहरूको बिचमा एउटा सानो डाँडा भएको ठाउँमा चाहिँ बौद्ध विहार, बुद्धको मूर्तिहरू, गुम्बाहरू छन्। यहाँ लामाहरू पूजापाठ गर्छन्। त्यसपछि त्यहाँको स्थानीय बासिन्दालाई सोद्धाखेरि चाहिँ त्यहाँ अहिलेसम्म हजारौँ वर्ष भइसक्यो त्यो बौद्ध विहार भएको ठाउँ। त्यसमा चाहिँ अहिलेसम्म कसैले पनि केही नभएको, साप पनि नआएको, सापले पनि मान्छे टोकेको, रेकर्डै नभएको भन्ने कुरा त्यसमा भइरहेको अवस्था छ। यो बौद्ध विहार हो। चाहिँ वीरगन्ज जाँदाखेरि चाहिँ घुम्नै पर्ने ठाउँ चाहिँ यही हो, कुसा भन्ने ठाउँ हो। त्यहाँ जाँदाखेरि यो ठाउँलाई चाहिँ घुम्नुपर्छ है, छुटाउनु हुँदैन है। गाइड्सहरू एकदम रमाइलो ठाउँ छ। त्यहाँ बुद्धको मूर्तिहरू छन्। त्यहाँ एकदम राम्रो मूर्तिहरू भगवान् बुद्धको छन्। बिचमा पिपलको बोट छन्। वरिपरि सम्पूर्ण बुद्धको मूर्तिहरू अवस्थित छन्। त्यस वीरगन्ज जस्तो ठाउँमा पनि यस्तो बुद्ध विहारहरू बनाएर राखेको देख्दा धेरै नै अचम्भित भएँ म र गौरवान्वित पनि भएको अवस्था भयो है। गाइड्सहरू के छ त।